हेलो अनि नमस्कार छ हजुरलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा र आज हजुरको माझ फेरि नयाँ भिडियो लिएर आएको छु र यो चाहिँ समयको बारेमा हो र हजुरलाई के कस्तो लाग्छ सुनेर कमेन्ट गर्नु है त र सुरु गरे जीवनमा हामी धेरै कुरा हराउँछौँ कलम मोबाइल कहिलेकाहीँ सम्बन्ध पनि ती मध्ये धेरै कुरा फेरि फेला पार्न सक्छ तर एकचोटि बितेको समय भने फर्केर कहिले आउँदैन सानोमा हामी कहिलेकाहीँ भन्थ्यौँ पढेको बेला पढ्छौँ अहिले खेल्न मन छ तर त्यो पढेका बेला समय हुँदैन थियो कसैसँग रिसाएर भन्यो होला अब बोल्दिन तिमीसँग तर समय बितेपछि महसुस हुन्छ त्यो क्षणमा बोलेको भए सबै ठिक हुन सक्थ्यो समय पनि पानी जस्तै हातमा राख्दा पनि चिप्लेर खस्छ जबसम्म छ थाहा नहुने हराएपछि मात्र महत्त्व बुझिन्छ कसैलाई माया गर्छु भन्न ढिला गर्न सक्छ कसैको अनुहार अन्तिम पल्ट देख्ने कुरा पनि थाहा नपाई छुटिन सक्छ यसैले जसलाई माया गर्छौ आजै भन्न सिक जुन सपना देखेका छौ अझै एक पाइला अघि बढ किनकि भोलिको भर नपर्ने यो जीवन आज नै समयको उपयोग गर्न बुद्धिमानी फुर्सद हुँदै नदेख्ने समय बितेपछि पछताउने बानीले जिन्दगी निर्थक बनाउँछ यसैले माया गर सम्झ लेख माफ गर प्रयास गर तर आजै गर किनभने हराएको चीज खोज्न सकिन्छ तर हराएको समय फर्किँदैन र थ्यांक यू सो मच हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्नु है त बाई बाई